स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई पुनः थुनामा पठाउन आदेश दिएको छ। यो लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एक किसिमको तरङ्ग समेत पैदा भएको छ। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा शुक्रबार उच्च अदालतले तुलसीपुरको बुटवल इजलासका न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रवि लामी छानेलाई थुनामा पठाउन आदेश गरेको हो। यसअघि लामी छानेलाई जिल्ला अदालत रूपन्देहीले सोही प्रकरणमा 1 करोड धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको थियो। सो आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने रवि लामी छाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए। सोही पुनरावेदन विरुद्ध अदालतले उनलाई यति बेला थुनामा पठाउने आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भर्खरै मात्र लामो समयको निलम्बनपछि पुनः सभापतिमा फर्किएका थिए भने उनले देश दौडाको कार्यक्रमलाई समेत तीव्र बनाएर विभिन्न शेड्युलहरू समेत राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरिसकेको थियो। भोलि मात्रै उनले चितवनमा बृहत सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो। तर भर्खरै उच्च अदालत बुटवलले उनलाई पुनः थुनामा पठाउने आदेश दिएको छ। पछिल्लो समय देशमा विकसित भइरहेका विभिन्न राजनैतिक घटनाक्रमहरूलाई यति बेला चर्को रूपमा मूल्याङ्कन गरिरहेको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई पुनः बुटवल अदालतले थुनामा पठाउने आदेश दिनुलाई निकै महत्त्वका साथ हेरिएको छ। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मचाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामी छाने कहिले पनि पछि हट्दैन। चाहे माथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउको माथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन, म टुलु कुनैको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्। त्यसको सत्य तथ्य छानबिन होस्। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भन्नु, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छ। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्। गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छ्याप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ, लोकतन्त्रको खोल ओढ्नु भएको छ। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईँको करतुत लुकाउनका लागि तपाईको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। मलाई कुनै पद मुक्त छ सरकार छैन।